को पानीमा गरौँ लगानी, जलस्रोतमै छ सम्भावनाको खानी। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, आदरणीय गुरु लगायत मेरा प्यारा साथीहरूमा म यसै गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरीको कक्षा 11मा अध्ययनरत छात्रा ज्योत्स्ना लामिछानेको तर्फबाट स्वीकार्नुहोस् न्याय र अभिवादन। आज यस कक्षा कोठामा हुन गइरहेको वक्तृत्व कला प्रतियोगितामा आफू भाग लिन पाउँदा आफूले एकदमै भाग्यशाली ठानेकी छु। मलाई यो अवसर दिनुभएकोमा मेरो गुरुप्रति आभार व्यक्त गर्न चाहन्छु। आज यस वक्तृत्व कलाको शीर्षक रहेको छ जलस्रोत र ऊर्जा। यस विषयमा म केही आफ्ना भनाइहरू यहाँ प्रस्तुत गर्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनुहुन्छ भन्ने अनुरोधका साथ र आशा राखेको पनि छु। पानी बिना हामी बाँच्न सक्दैनौँ, यो त सबैलाई थाहा भएकै कुरा हो। त्यसैले पानी हाम्रो आधार, महत्त्वपूर्ण आधार हो। पृथ्वीमा रहेको सबैभन्दा महत्त्वपूर्ण स्रोत नै जल हो। जलले ऊर्जाको उत्पादनका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। जल स्रोतको उपयोग र व्यवस्थापनले दिगो विकासमा योगदान पुग्न सक्छ। मेरा प्यारा साथीहरू, हामीहरूले थाहा भएकै कुरा हो, नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको देश हो। ब्राजिल पछिको दोस्रो देश नेपालको धनी देशमा पर्दछ र यहाँ जलस्रोतमा कृषि, उद्योग, विद्युत उत्पादनका लागि पनि एकदमै जलस्रोतको आवश्यक छ। त्यसैले हामीहरूले जलस्रोत र ऊर्जाको सही उपयोग गर्नुपर्छ। जलस्रोतमा हाम्रो नेपालमा कुल 90% जल विद्युतले ओगटेको छ। यसले के देखाउँछ भने पानी केवल हामीहरूले पिउनको लागि मात्र होइन, हाम्रो देशको आर्थिक अवस्थालाई माथि बढाउनको लागि पनि हो। त्यसै गरी नेपालमा जलस्रोत र ऊर्जाको सही व्यवस्थापन नगर्नाले विभिन्न समस्याहरू भित्रिरहेका छन्। जस्तै जलवायु परिवर्तन भएका हुनाले मौसम परिवर्तन भइरहेको छ। मान्छेहरूको स्वास्थ्यमा धेरै खराबीहरू देखिरहेको छ। त्यसै गरी जलस्रोतको प्रदूषण र कमजोर पूर्वाधारका कारणले हाम्रो देश पछाडि परिरहेको छ र जलविद्युतको क्षेत्रहरूमा पनि पछाडि नै छ। हामीहरूले वर्षाको समयमा सिङ्गो नेपाललाई पानीको सङ्कलन गर्न नसकेर मानिसहरूले कतिले आफ्नो घर परिवार गुमाउनु परेको छ बाढी पहिरोले गर्दा। त्यसै गरी नेपालमा वर्षाको समयमा मानिसले आफ्नो बाउआमा गुमाउनु परेको छ भने हामीहरूले सुक्खा मौसममा पानीको अभावले कतिपय मानिसहरू पानी नपाएर पानी पिउन नपाएर जनावरहरूको मृत्यु भइरहेको छ। जलस्रोतको सही उपयोग नहुनाले र हामीहरू